सुरुमा ओम शुभ प्रभात र आज रहेको छ महिनाको अन्तिम दिन र महिनाको अन्तिम दिन भोलिदेखि 1 गते सुरु हुन्छ। आज महिनाको अन्तिम दिन भएकोले आज पनि मौसमले चाहिँ उस्तै साथ दिएको छ। मौसम हेर्न सक्नुहुन्छ एकदमै राम्रो देखिरहेछ। मौसम एकदमै राम्रो छ। बिहान उठेर एक्सर्साइज गर्ने मौसम चाहिँ एकदम राम्रो छ किनभने चिसो वातावरण छ। योगा गरेर तातो बनाउनु होला बडीलाई। र एउटा इम्पोर्टेन्ट कुरा चाहिँ के हो भनेपछि योगमा यदि तपाईँले एक्सर्साइज गर्दै हुनुहुन्छ या योग गरिन्छ केही पनि गर्दै हुनुहुन्छ भने खानपिनको धेरै ध्यान राख्नुपर्छ। र यो खानपिनमा पनि नियमहरू छ योगमा। यदि योगमा एक्सर्साइज गर्नुहुन्छ भने खानपिनको लागि धेरै ध्यान गर्नुपर्छ। र के छ भनेपछि बिहान घाम उदाएपछि चाहिँ खानुपर्छ किनभने हाम्रो जठराग्नि भन्छ घाम सँगै उदाउँछ र त्यसले पाचन क्रियामा हेल्प गर्छ जठराग्नि। र घाम उदाएपछि चाहिँ खानुपर्छ र घाम अस्ताउनुभन्दा अगाडि नै चाहिँ राति चाहिँ बेलुका खानुपर्छ। र रातिको खाना चाहिँ एकदमै लाइट हुनुपर्छ किनभने राति चाहिँ पाचन शक्ति चाहिँ अलिक कम हुन्छ र राति चाहिँ खानेकुरा एकदमै कम खानुपर्छ। मौसम एकदम चिसो रहेको छ र हेर्न सक्नुहुन्छ सबै वातावरण चाहिँ एकदम कुहिरोले उसले ढाकै छ, केही पनि देखिने अवस्थामा छैन। यदि तपाईँलाई यस्तो मौसम देखेर चाहिँ बिहान उठ्न मन लागेको छैन भने आफ्नै प्रयास गर्नुहोला बिहान उठ्ने र एक्सर्साइज गर्नुहोला। र एक्सर्साइज आफ्नै तपाईँको लागि हो, अरूको लागि होइन। बिहान उठ्नु होला, एक्सर्साइज गर्नु होला र यो चिसो मौसममा चाहिँ एकदम तातो बनाउनु होला बडी। र अब आफ्नो बेनिफिट योगाको छँदैछ र बिहान उठ्नु होला, एक्सर्साइज गर्नु होला। यदि तपाईँलाई चाहिँ बिहान उठ्न गाह्रो भइरहेछ भने यदि तपाईँले अलार्म लगाएर पनि उठ्नु भएको छैन भने यदि केही पनि उठ्नु भएको छैन र अथवा केही पनि गर्नु भएको छैन भने चाँडै गर्नु होला किनभने आज स्टार्ट गर्नुभयो भने तपाईँले डेली स्टार्ट गर्नुपर्छ। योग चाहिँ डेली हुनुपर्छ किनभने कन्सिस्टेन्सी हुनुपर्छ योगमा र डेली गर्नुहुन्छ। यदि तपाईँ डेली योग गर्नुहुन्छ, डेली उठ्नुहुन्छ भने त्यो चाहिँ बिहेभियरमा आफै चेन्जेस भइहाल्छ। तपाईँलाई अलार्म लगाउनु पर्दैन, तपाईँलाई केही बिहान उठ्नु छ भने कसैलाई भन्नु पर्दैन उठाउनु भनेर। यदि तपाईँ आफै उठ्न सक्नुहुन्छ किनभने यदि तपाईँले कुनै काम दिनको 365 दिन नै गर्नुहुन्छ भने त्यो काम चाहिँ तपाईँको बिहेभियरमा चेन्जेस ल्याउँछ नि। त्यसैले तपाईँको बडीलाई अटोमेटिकली थाहा हुन्छ कि यति बजी उठ्ने हो र यति बजी योगा गर्ने हो। र यस सँगसँगै बिहान उठ्नु